हेलो नमस्ते एन्ड कोनिचिवा वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। र आज चाहिँ हामी सिक्दैछौँ नम्बर सुजी। यो नम्बर चाहिँ एकदम सजिलो तरिकाले सिक्नको लागि चाहिँ भिडियो अन्तिमसम्म हेर्नु होला है त। सुरुमा चाहिँ जिरोबाट लेख्न सिकौँ। जेरोलाई चाहिँ जापानिजमा तीन प्रकारले भनिन्छ। एउटा हुन्छ काताकानामा सेमा तेन जे रो, यो भयो जेरो। अनि अर्को भन्छ यसलाई मारु। मारु यो गोलो प्रकारको लाई जे कुरालाई पनि मारु भन्छ। अस्ति हामीले चाहिँ अर्को खालको त्यो डिग्री सिम्बल सिकेको थियो, अहिले चाहिँ यो मारु। अनि अर्को भयो रे है, जेरो मारु रे भन्छ है। जेरोलाई चाहिँ तीनटा तरिकाले भन्छ, जुन भन्ने पनि हुन्छ। अनि एक नम्बरमा चाहिँ एकलाई चाहिँ के भन्छ इची, एकलाई चाहिँ भन्छ इची, दुईलाई भन्छ नि, तीनलाई भन्छ सान, अनि चारलाई भन्छ सी। इची नि सान सी, चारलाई योन पनि भन्छ है। तर 1 देखि 10 सम्म भन्ने बेलामा चाहिँ सी नै भन्नु है, सी राम्रो। अनि गो, 5लाई भन्छ गो, कोमा तेन लगाएपछि गो, इची नि सान सी गो। 6लाई भन्छ रोकु, 6लाई भन्छ रोकु। 7लाई भन्छ सिची, अनि नाना पनि भन्छ 7लाई, सिची र नाना दुईटा भन्छ है। अनि 8लाई हाची, 8लाई भन्ने भयो हाची है। 9लाई भन्ने भयो कि, अनि क्या क्यु क्यु सिकेको छ नि अस्ति हामीले सानो खुट्टामा यु अनि उ, क्यु क्यु भनेपछि 9। अनि यस्तै गरी सीमा तेन जी, खुट्टामा सानो यु अनि उ, यो भयो जिउ। इची जेरो इची नि सान सी गो लोकु सिची हाची क्यु जिउ। यो 7 र 4लाई चाहिँ 1 देखि 10 सम्म भन्ने बेला मात्र है। सी भन्ने 4लाई चाहिँ, 7लाई चाहिँ सिची भन्ने। नाना र योनलाई चाहिँ अहिले नपढ्ने, नाना र योन चाहिँ यसपछि काम लाग्छ है त। अब 11 लेख्न सिकौँ है। 11 लेख्नलाई चाहिँ हेर्नु है, 11 लेखौँ। 11 भनेको के हो? 11 भनेको 10 र 1 11 हो नि त। 10 मा एउटा प्लस गरेपछि 11 हुन्छ नि त। त्यस्तै सुरुमा जिउ लेख्ने, जिउ। अनि एकलाई के भन्छ इची, 10 + 1 के भयो 11, जिउ इची। 12 लेख्नलाई चाहिँ 10 लेख्नु पर्यो पहिला सुरुमा, जिउ। त्यसपछि 2 लेख्ने, 2लाई के भन्छ नि, जिउ नि। अनि 13 लेख्ने बेलामा चाहिँ 10 त लेख्नै पर्यो कम्पलसरी है, 10 त लेख्नै पर्यो, जिउ। अनि 3लाई के भन्छ सान, 10 + 3 कति भयो 13 है। अब 14 लेख्नलाई चाहिँ 10 त लेख्नै पर्यो, जिउ, जिउ प्लस 4, 10 + 4। यसमा चाहिँ अब सीलाई बिर्सिने। अब चाहिँ 14 आएपछि चाहिँ यो सीलाई बिर्सिने। 10 देखि माथि, 10 देखि तल गर्ने बेलासम्म सी भनेर गर्ने, 10 देखि माथि गएपछि योन भनेर गर्ने। अब जिउ है, योन। 10 + 4 कति भयो 14। अनि 15 लेख्नलाई के लेख्नु पर्यो, सुरुमा 10 त लेख्नै परिहाल्यो कम्पलसरी हैन। 10 र 10 + 5 कति गो, जिउगो, जिउगो भनेको कति भयो त 15। अब 16 लेख्नलाई, 16लाई चाहिँ के भनिन्छ भने जिउ रोकु, 10 जिउ, 10 जिउ भयो हैन। अनि प्लस 6 रोकु कति भयो 16। 17, अब 17 पनि यहाँ लेखौँ है, अड्दैन जस्तो छ त्यही भएर। 17 लेख्नलाई चाहिँ सुरुमा जिउ लेख्नु पर्यो, 10 हैन। अनि त्यसपछि अब सिची लेख्ने कि नाना लेख्ने। अब यसको लागि चाहिँ के भन्नु भन्दा 1 देखि 10 सम्म पढ्ने बेलामा चाहिँ 4लाई सी भन्ने हैन, 7लाई चाहिँ सिची भन्ने है। 4लाई सी, 7लाई सिची। त्योदेखि माथि 10 देखि माथि गएपछि 4 आउने ठाउँमा योन, सिची आउने, 7 आउने ठाउँमा नाना। अब यहाँ चाहिँ के लाग्ने भयो जिउ नाना। जिउ नाना भनेको कति त 17, 10 र 7 17 भयो हैन। अब 18 लेख्नु पर्यो, 10 त लेख्नै पर्यो। 18 को लागि सुरुमा 10 लेख्नु पर्यो, 10 भनेको जिउ। 10 + 8लाई के भन्छ हाची, जिउ हाची हैन। अनि 19, सजिलो छ नि, एकदम सजिलो छ क्या। 19लाई फेरि 10 लेख्नु पर्यो, जिउ
हैन। 9 लाई के भन्छ क्यू, 10 र 9 19 ज्यू क्यू। अनि 20 20 चाहिँ अलिकति फरक छ। 20 मा चाहिँ के फरक छ भने अब यो चाहिँ प्लस प्लस टाइपले गर्यो नि त हामीले। 20 मा आएपछि चाहिँ पहिला सुरुमा 10 के रे पहिला सुरुमा 2 लेखौँ हैन। 20 को सुरुमा के आउँछ 2 आउँछ नि त, 2 नि हैन। अनि 2 इन्टु 10 कति भयो 20 हैन नि ज्यू। अलिकति फरक तरिकाले गरिदिने हैन। यो भयो नि ज्यू। अब यसै गरी 21 लेख्नु पर्यो हैन। 20 त त्यहाँ छ, 21 लेखौँ है। 21 21 लाई 20 लाई के भन्छ 21 लेख्नलाई पहिला सुरुमा 20 लेख्नु पर्यो नि ज्यू। नि ज्यू, नि ज्यू भनेको 20 हैन। अनि 20 मा 20 प्लस 1 नि ज्यू इची। 20 प्लस 1 कति भयो त 21 भयो। एकदम सजिलो छ। अनि 22 नि ज्यू पहिला 20 लेखौँ अनि 20 मा 2 थप्दिउँ नि ज्यू नि भयो 22। 23 लेख्नलाई 20 लेखौँ सुरुमा नि ज्यू। 3 लाई के भन्छ रे सान, नि ज्यू सान। ल हेर्नुस् है एकदम सजिलो छ तरिका। अनि त्यसपछि 24 लेख्नु पर्यो हैन। 24 को लागि चाहिँ सुरुमा 20 त लेख्नै पर्यो नि ज्यू। 4 थप्नु पर्यो। 4 मैले अघि के भनेको थिएँ 1 देखि 10 सम्म गर्ने बेला मात्र सी भन्ने। त्यसपछिको नम्बरहरु सबैमा योन युज हुन्छ नि ज्यू योन। एकदम सजिलो हैन। अनि 25 25 लेख्नलाई के गर्ने नि ज्यू 20 प्लस 5 गो भयो 25। 26 26 को सुरुमा के लेख्नु र 20 नि ज्यू। रोक 6 लाई के भन्छ रोकु, 6 लाई भन्छ रोकु। अनि त्यसपछि 27 27 लाई के भन्छ नि ज्यू। 20 त लेख्नै पर्यो कम्पलसरी हैन। अनि अब सिची बिर्सिनी भने नि त मैले 1 देखि 10 सम्म गर्ने बेलासम्म सिची गर्ने। त्यसपछि सिची बिर्सिनी। अब 7 लेख्नु नाना नि ज्यू नाना कति भयो त 27 भयो। 28 लाई के भन्छ त अब नि ज्यू हाची, नि ज्यू हाची भनेको 28 हैन। अनि 29 29 को लागि चाहिँ फेरि 29 त लेख्नु के रे 20 त लेख्नै पर्यो नि ज्यू हैन। अनि नि ज्यूमा 9 थप्दिउँ क्यू कति भयो त 29 भयो। अब 30 लेख्नलाई चाहिँ 30 लेख्नलाई चाहिँ म एकचोटि हेर्छु यहाँ ठाउँ पुगेन। 30 लेख्नलाई चाहिँ 30 को चाहिँ अलि अर्कै छ। 20 30 40 50 हरुको चाहिँ अर्कै छ भने नि मैले हैन। 3 इन्टु 10 कति भयो 30। 3 इन्टु 10 30 हुन्छ। त्यही भएर पहिला सुरुमा सान लेख्ने अनि ज्यू सान ज्यू भनेको चाहिँ कति भयो त 30 भयो हैन। सान ज्यू भनेको 30। अब फेरि गरौँ 31 लेखौँ है त। 31 लेखौँ है त। 31 लेख्न 31 लेख्नको लागि चाहिँ पहिला सुरुमा 30 त लेख्नै पर्यो। 30 लाई भन्छ सान ज्यू। सान ज्यूमा 1 थप्दिउँ सान ज्यू इची हैन। कति भयो 31 32। अब 32 लाई पहिला सुरुमा 30 त लेख्नै पर्यो क्या सान ज्यू यो नआए त हुँदै हुँदैन। सान ज्यूमा 30 मा 2 थप्दिउँ सान ज्यू नि कति भयो त 32 भयो। अब 33 लाई सुरुमा 30 लेखौँ सान ज्यू 30 भयो। सान ज्यू भनेको 30। सान ज्यूमा फेरि 3 थप्दिउँ सान 30 मा 3 थपेपछि कति भयो 33 हैन। अनि अब 34 लेख्न पर्यो। यहाँ के लेख्ने त सान ज्यू भनेको 30। अनि 4 लाई के भन्छ रे अब त सी बिर्सेको नि त हामीले अघि नै योन योन। अनि 35 लाई के भन्छ 30 लेख्नु पर्यो सान ज्यू गो हैन। 35 सान ज्यू 30 भयो गो भनेको 5। 36 लेख्नलाई सान ज्यू 6 लाई के भन्छ रोकु 30 र 6 36 हैन। अनि त्यसपछि 37 3 र 7 37 37 लाई लेख्नलाई
सान्ज्यू लेखौँ सुरुमा सान्ज्यू। त्यसपछि हामीले यो सिची त पहिल्यै बिर्सेको 10 भन्दा तल गर्ने बेलामा मात्र हो 7 भन्ने बेलामा मात्र हो 37 भन्ने बेलामा 37 भन्ने बेलामा चाहिँ सान्ज्यू नाना हैन। अनि 38 लाई के भन्छ सान्ज्यू। एटलाई के भन्छ रे हाची हैन। अनि 39 लेख्नु पर्यो 39 लाई के भन्छ सान्ज्यू 9 थपौँ क्यू। एकदम सजिलो के एकदम सजिलो छ। अनि ध्यान दिएर हेर्नु अन्तिमसम्म भिडियो एकदम सजिलो छ। अब 40 लेख्नलाई चाहिँ 4 × 10 कति भयो त 40 भयो हैन। 4 लाई के भन्छ योन हैन। सी त हामीले बिर्सेको सी भन्ने पनि भन्छ भनेर तर सी चाहिँ 1 देखि 10 गर्ने बेलामा सम्म त्यसपछि चाहिँ हुँदैन है। अनि योन 4 × 10 भनेको हैन योन ज्यू कति भयो त 40 योन ज्यू भनेको 40। अब 41 41 लेख्नलाई चाहिँ के गर्नु पर्यो सुरुमा 40 त लेख्नै पर्यो। 40 लाई कति भन्छ रे योन ज्यू भनेको 40 योन ज्यू भनेको 40 हैन। अब 40 मा 1 थप्देपछि के भयो 41 योन ज्यू इची एकदम सजिलो छ 42। अब 40 लाई के भन्नु भयो त योन ज्यू 40 हैन। अब 2 नि योन ज्यू नि हैन 42 42 हैन। अनि 43 43 को लागि चाहिँ फेरि 40 सुरुमा 40 लेखौँ योन ज्यू हैन। 3 लाई के भन्छ सान योन ज्यू सान भनेपछि चाहिँ 43 43 हैन। त्यसपछि 44 लेख्नलाई चाहिँ के भन्नु पर्यो 40 लाई योन ज्यू। अब फेरि 40 मा 4 प्लस गर्नु पर्यो नि त। यहाँ मैले अघि नै भनेको कुरा है 10 सम्म गर्ने बेला मात्र सी र कति भने गर्यो भन्नु होला। तर 10 सम्म गर्ने बेलामा चाहिँ 4 लाई सी 7 लाई सिची भन्ने त्यसपछिको सबैमा योन नाना युज गर्ने हैन। योन ज्यू योन भनेपछि 44 44 45 को लागि चाहिँ फेरि 40 लेख्नु पर्यो योन ज्यू। त्यसमा गो 45 तथा 45 भयो। अब 46 तथा 46 लेख्नलाई चाहिँ के लेख्नु पर्यो 40 40 त लेख्नै पर्यो योन ज्यू। अनि 6 लाई के भन्छ रोकु योन ज्यू रोकु भनेपछि कति भयो त 46 भयो। अब 47 47 हैन 47 लेख्नलाई के लेख्नु पर्यो योन ज्यू हैन। योन ज्यू प्लस 7 लाई कति भन्छ रे सिची तथा नाना। तर सिचीलाई चाहिँ बिर्सिसक्यो हामीले नाना लेख्ने योन ज्यू नाना भनेको चाहिँ 47 48 लाई चाहिँ फेरि 40 योन ज्यू हाची हैन योन ज्यू हाची। अनि 49 लाई चाहिँ फेरि योन ज्यू 40 त लेख्नै पर्यो 40 त लेख्नै पर्यो योन ज्यूमा 40 मा 9 थप्दिउँ क्यू कति भयो 49 योन ज्यू क्यू। अब 50 भन्ने बेलामा चाहिँ 50 भनेको कति 5 × 10 हैन त 5 × 10 इक्वल्स टु 50 50 लाई अब 5 लाई के भन्छ गो 10 लाई के भन्छ ज्यू गो ज्यू। 50 भनेको कति रहेछ त गो ज्यू हैन। अब 51 लेखौँ है त 51 लेखौँ इङ्ग्लिसमा 51 नेपालीमा 51 लेख्नुतिर जाउँ। ध्यान दिएर हेर्नु एकदम सजिलो छ है भिडियो अन्तिमसम्म हेर्नुस् नकाटिकन एकदम सजिलो छ। 51 को लागि चाहिँ के लेख्नु पर्छ सुरुमा 50 लेख्न परिहाल्यो गो ज्यू। अनि इची गो ज्यू इची भनेको 51 52 लाई गो ज्यू नि 52 लाई के भयो त गो ज्यू नि 51 भनेको 50 मा 1 51 भइहाल्यो 51 हैन। 50 गो ज्यूमा 2 थप्देसी
के भयो 52। अब 53 लाई 50 त लेख्न पर्यो सुरुमा गो जिउ हैन अनि लास्टमा 3 लाई के भन्छ त सान भन्छ 3 लाई के भन्छ सान गो जिउ सान अब 54 लेख्न पर्यो 54 लाई के भन्छ त पहिला सुरुमा गो जिउ त लेख्नै पर्यो है त लेख्नै पर्यो गो जिउ अनि 4 लाई के भन्छ त योन सी त लेख्नु नै हैन बिर्सिसकेको सी त हामीले हैन अनि 55 लाई के भन्छ भने गो जिउ 50 हैन अनि फेरि गो 5 55 अब 56 लाई 50 लेख्न पर्यो गो जिउ हैन 6 लाई के भन्छ त लोकु रोकु हैन 56 अब 57 सुरुमा के लेख्नु 50 गो जिउ 7 लाई के भन्छ त नाना सिची हैन नि फेरि सिची चाहिँ 1 देखि 10 गर्ने बेलासम्मको त्यो 7 भन्ने बेलामा के अनि 58 लाई चाहिँ के भन्नुभयो 50 त लेख्नै पर्यो गो जिउ है अनि 8 लाई के भन्छ हाची गो जिउ हाची भनेको 58 अब 59 लाई 50 गो जिउ हैन अनि 9 लाई के भन्छ त क्यू भन्छ 9 लाई के भन्छ त क्यू भन्छ गो जिउ क्यू भनेको चाहिँ 59 अब 60 लेख्नलाई चाहिँ 6 into 10 हैन त 6 कति भयो त 6 into 10 60 भयो हैन अनि 6 लाई के भन्छ रोकु हैन 10 लाई के भन्छ जिउ रोकु जिउ भनेको 60 हैन अब 61 लेख्नलाई पनि सेम प्याटर्न पहिल्यैदेखि युज गरेको प्याटर्न यो प्याटर्न चाहिँ 99 सम्म हुन्छ है 99 सम्म गरौँ यो प्याटर्न अब 61 लाई के भन्ने भयो त 60 लेखौँ 60 लाई भन्छ रोकु जिउ 1 लाई के भन्ने भयो इची रोकु जिउ इची भनेको 51 61 सरी अनि 60 लेखौँ रोकु जिउ 62 लाई के भन्छ रोकु जिउ नि अब 61 लेख्न सिकौं 60 लाई चाहिँ के भन्छ त रोकु जिउ भन्छ अब 61 लेख्न सिकौं है त 61 लाई चाहिँ के भन्ने 60 लाई चाहिँ के भन्ने भयो रोकु जिउ हैन 60 भनेको चाहिँ रोकु जिउ 60 मा 1 थपौं इची 61 रोकु जिउ इची अब 62 लाई चाहिँ रोकु जिउ 2 लाई के भन्छ ने रोकु जिउ ने 63 लाई के भन्ने भयो त रोकु जिउ सान 60 र 3 63 हैन अनि 64 लाई के भन्ने भयो 60 लाई रोकु जिउ अनि 4 लाई के भन्ने भयो त योन रोकु जिउ योन भनेको 64 अनि 65 लाई के भन्ने भयो त रोकु जिउ गो 5 लाई के भन्छ गो रोकु जिउ गो अब 66 लाई पहिला सुरुमा 60 लेखौं रोकु जिउ हैन अनि 6 लाई के भन्छ त फेरि रोकु जिउ रोकु भनेको चाहिँ 66 अब 67 लाई सुरुमा रोकु जिउ लेखौं 60 लेखौं रोकु जिउ 60 अनि 7 लाई के भन्छ त नाना रोकु जिउ नाना अनि 68 भनेको चाहिँ रोकु जिउ 8 लाई के भन्छ त हाची अब 69 भनेपछि अब 60 त लेख्नै पर्यो हैन रोकु जिउ कम्पल्सरी अनि 9 लाई के भन्छ त क्यू रोकु जिउ क्यू भनेपछि चाहिँ 69 अब 70 लेख्नलाई चाहिँ
70 चाहिँ कसरी हुन्छ त? अब 7 × 10 हैन त, 7 × 10 इक्वल्स टु 70 हैन। अब लेख्न पर्दाखेरि चाहिँ 7 लाई के भन्ने भयो त? नाना। सिची त हैन, सिची त 1 देखि 10 भन्ने बेलासम्म मात्र हो, अहिले चाहिँ नाना भन्ने हो। नाना। 10 लाई के भन्छ? ज्यू। नाना ज्यू, नाना ज्यू के भयो त? 70 भयो। ल अब 71 लेख्नलाई चाहिँ सुरुमा 70 लेखौँ। 70 भनेको कति हो त? नाना ज्यू। नाना ज्यू भनेको 70, 70 मा 1 थपिदिने, इची हैन। नाना ज्यू इची 71। 72 लेख्नलाई चाहिँ सुरुमा 70, 70 त लेख्नै पर्यो। नाना ज्यू त्यसपछि 2 नि भनेपछि कति भयो? 72। 73 लेख्नलाई 70 नाना ज्यू प्लस सान 3 लेख्न पर्यो नि त हैन। 73 नाना ज्यू सान। अब 74 लेख्न पर्यो। 74 74 नेपालीमा भन्नु पर्दा 74। 74 लेख्नको लागि चाहिँ सुरुमा 70 त लेख्नै पर्यो। नाना ज्यू, नाना ज्यू, नाना ज्यूमा अब फेरि 4 थप्नु पर्यो। 4 लाई चाहिँ के भन्छ? योन। नाना ज्यू योन भनेको चाहिँ 74। 75 को लागि चाहिँ 70 लेखौँ, नाना ज्यू, अनि त्यसमा चाहिँ 5 लाई चाहिँ के भन्छ? गो। नाना ज्यू गो भनेको 75। 76 लेख्नलाई चाहिँ फेरि 70 लेखौँ, नाना ज्यू। 6 लाई के भन्छ त? रोक्कु भन्छ। रोक्कु 70 प्लस 6 कति भयो त? 76 भयो। अनि 77 लेख्नलाई चाहिँ 70 लेख्नु पर्यो। 70 लाई के भन्छ अरे? नाना ज्यू। नाना ज्यू हैन। अनि 7 लाई के भन्छ? नाना। 70 प्लस 7 नाना हो 78। 78 लेख्नलाई चाहिँ फेरि 70 नाना ज्यू, त्यसमा 8 लाई के भन्छ? हाची। नाना ज्यू हाची भनेपछि 78 भयो। अनि 79 लेख्न पर्यो। 79 लेख्नलाई चाहिँ पहिला सुरुमा 70 नाना ज्यू हैन। अनि त्यसमा 9 थपौँ, क्यू। नाना ज्यू क्यू। नाना ज्यू क्यू भनेको चाहिँ कति भयो त? 79। अब 80 लाई चाहिँ 80 भनेको 8 × 10 हैन त? 8 × 10 कति हुन्छ त? 80 हुन्छ। अब 8 लाई के भन्छ? हाची। 10 लाई के भन्छ? ज्यू। हाची ज्यू। हाची ज्यू भनेको चाहिँ 80। अब फेरि 81 लेख्न सिकौँ है त। अब 81 लेख्ने बेलामा चाहिँ 80 लेख्न परिहाल्यो सुरुमा। हाची, हाची ज्यू 80, अनि हाची ज्यू प्लस 1 81 हाची ज्यू इची हैन। अब सेम प्याटर्नमा लाने हो। हाची ज्यू प्लस कति त? नि। हाची ज्यू नि भनेपछि चाहिँ कति भयो? 82। अब 83 लेख्नलाई सुरुमा हाची ज्यू लेखौँ। फेरि हाची ज्यू 80 लेखौँ। 80 प्लस 3 हैन। 3 लाई के भन्छ? सान। हाची ज्यू सान। हाची ज्यू सान भनेको चाहिँ 83। 84 नेपालीमा भन्नुपर्दा 84। 84 लाई चाहिँ 80 लेखिहालौँ। हाची ज्यू अनि 4 लाई चाहिँ के भन्छ अरे? योन भन्छ। सी भन्दैन, सी चाहिँ हामीले अघि नै बिर्सिसक्यो हैन। अब 85 लाई चाहिँ के भन्छ? फेरि 80 त लेख्नै पर्यो। हाची ज्यू अनि 5 लाई के भन्छ? गो। हाची ज्यू गो हैन। अनि 86 फेरि 80 लेखौँ। हाची ज्यू 80 अनि त्यसपछि चाहिँ 6 लेखौँ। 6 लाई के भन्छ त? रोकु। हाची ज्यू रोकु भनेको चाहिँ 86 नेपालीमा भन्दा 86। अब 87 लाई के भन्ने भयो? 80 लाई हाची ज्यू भनेको 80। 7 लाई चाहिँ के अरे? सिची हैन, नाना। हाची ज्यू नाना
हैन। अनि 88 88 लाई के भन्ने भयो 80 लाई हाचीज्यू प्लस 8 लेख्नु पर्यो नि त। अब 8 लाई के भन्छ हाचीज्यू हाची भनेको चाहिँ 88। अब 89 लेख्नुलाई चाहिँ फेरि 80 लेखौँ हाचीज्यू अनि 9 लाई चाहिँ के भन्छ रे क्यू हाचीज्यू क्यू भनेको चाहिँ 89 अनि 90 लेखौँ। अब 90 चाहिँ 9 × 10 कति भयो त 90 भयो हैन। 9 लाई के भन्छ क्यू अनि 10 लाई चाहिँ के भन्छ त ज्यू हैन। क्यू भनेको चाहिँ 90। अब 91 लेख्न सिकौँ। 91 लेख्नलाई चाहिँ सुरुमा 90 त लेख्नै पर्यो। 90 लाई भन्छ क्यू भनेको 90। अब त्यसमा फेरि इची थपौँ 1 थपौँ 90 र 1 कति भयो 91। अब 92 92 है। यसलाई चाहिँ के भन्नु पर्यो 90 त लेख्नै पर्यो क्यू ज्यू हैन। अनि 2 लाई के भन्छ त नि 2 लाई भन्ने भयो नि 92 92। अब 93 93 चाहिँ कसरी लेख्ने भन्दा 90 क्यू ज्यू 90 भयो 90 मा 3 सान 93। अब 94 लेख्न पर्यो। 90 लाई के भन्छ रे क्यू ज्यू 4 लाई के भन्छ त योन क्यू ज्यू योन। अनि 95 लाई चाहिँ के भन्ने भयो त 90 लेखौँ क्यू ज्यू 5 लाई के भन्छ गो क्यू ज्यू गो 95 96 लाई चाहिँ के भन्छ क्यू ज्यू अनि 6 लाई के भन्छ त रोकु क्यू ज्यू रोकु 96। अनि 97 लाई फेरि 90 लेखौँ। 90 लाई के भन्छ क्यू ज्यू हैन। अनि 7 लाई कति भन्ने रहेछ त नाना क्यू ज्यू नाना भनेको चाहिँ 97। अनि क्यू 98 लाई चाहिँ फेरि क्यू ज्यू नै लेखौँ क्यू ज्यू 8 लाई के भन्छ हाची 98 हैन। अब 99 लाई चाहिँ के भन्छ भने कतातिर लेखौँ भन्दा 99 लाई चाहिँ के भन्छ भने यहाँ लेखौँ है त 99 लाई चाहिँ भन्ने भयो 99 लाई चाहिँ भन्ने भयो क्यू ज्यू क्यू 90 अनि फेरि 9 क्यू ज्यू क्यू हैन। अनि अब 100 लेख्ने बेलामा चाहिँ फरक छ। 100 लाई चाहिँ के भन्छ भने 100 लाई चाहिँ भन्छ हि अनि सानो या हैन या कु 100 लाई चाहिँ भन्ने भयो ह्याकु। अब 200 लाई चाहिँ के भन्ने भयो 200 लाई चाहिँ नियाकु है सजिलो छ। अनि 300 लाई चाहिँ अलिकति सजिलो छ। 300 लाई चाहिँ के भन्ने भयो भने सान यो ह्याकु छ नि ह्याकुको हिमा 10 लगाइदिएपछि के भयो ब्याकु सान ब्याकु 300 लाई चाहिँ भन्ने भयो सान ब्याकु। 400 लाई चाहिँ भन्ने भयो योन ह्याकु सी ह्याकु हैन है फेरि योन ह्याकु। 500 लाई चाहिँ के भन्ने भयो 5 लाई के भन्छ रे गो अनि 100 लाई के भन्ने भयो ह्याकु गो ह्याकु भनेको चाहिँ 500। 600 लाई पनि अलिकति फरक छ। 600 लाई के भन्छ 6 लाई के भन्छ 6 लाई भन्छ रोकु हैन रोकुको रो अनि सानो चु आदि चु अनि हिमा मारु पी अनि या सानो या खुट्टामा या अनि कु यो भयो रोप्याकु। यो रोप्याकु कसरी भयो सानो चु कसरी यो त सानो चु भन्ने त रोचु प्याकु हो नि त। रोप्याकु कसरी भयो भने सानो चु आयो भने कहिले पनि जहिले पनि सानो चु बिचमा सानो चु आयो भने चाहिँ यसले आफू भन्दा पछाडिको शब्दको आधा शब्द बन्ने भयो। जस्तै कि ल हेर्नु है रो सानो चु प्याकु छ नि। अब रोप्याकु भन्दा रो हैन पी अनि या को हो नि त। अब
यो सानो चु चाहिँ के हुने भयो, यसको आधा शब्द बनिदिने भयो क्या, त्यही भएर रोप्याकु। सानो चु चाहिँ जहिले पनि आयो भने चाहिँ के हुने भयो त, आफूभन्दा पछाडिको शब्दको आधा शब्द बन्ने भयो। जस्तै कि पीको अगाडि सानो चु आयो, त्यही भएर आधा प रोप्याकु भयो है त। अनि 700लाई चाहिँ के भन्छ, 7लाई के भन्छ, नाना भन्छ नि होइन, नाना याकु, 7लाई भन्ने भयो नाना याकु। अनि 800लाई पनि अलिकति फरक छ। 800लाई चाहिँ के हुने भयो, हाची हुन्छ नि त 8लाई, अनि हा, अनि सानो चु, अनि फेरि पियाकु, यो के भयो, हाप्याकु भयो। यो चाहिँ यसको आधा शब्द बन्यो के, आधा प भन्यो। 900लाई चाहिँ क्यु ह्याकु, 9लाई के भन्छ क्यु, अनि 900लाई चाहिँ क्यु ह्याकु। 1000लाई चाहिँ फरक छ, 1000लाई चाहिँ भन्छ सेन होइन, इची सेन चाहिँ होइन। अहिले हाम्रो नेपालीमा 1000लाई के भन्छ, हजारै त भन्छ नि त, त्यही भएर इची सेन चाहिँ होइन कि सेन है। अब 1000लाई अब अर्को 2000, 3000, 4000 भन्न सिकौँ है त। 1000लाई चाहिँ के भन्ने भयो अरे, 1 10 100 1000, 1000लाई भन्ने भयो सेन, 1000लाई चाहिँ भन्ने भयो सेन। 2000, अब 2लाई के भन्छ, 2लाई भन्छ नि, 1000लाई भन्छ सेन, नि सेन भनेपछि 2000। 3000 पनि अलिकति फरक छ। 3000लाई चाहिँ के हो, 3लाई के भन्छ सान, अनि 1000लाई के भन्छ सेन, तर यो सेनमा चाहिँ तेन लाएर के हुने भयो, सान जेन हुने भयो है। अनि 4000लाई चाहिँ 1 10 100 1000, 4000लाई, 4लाई के भन्छ योन, 1000लाई के भन्छ सेन, योन सेन भनेपछि 4000। 5000, अब 5000लाई चाहिँ 5लाई के भन्छ गो, 1000लाई सेन, गो सेन। अनि 6000लाई के भन्छ 6000लाई, 6लाई के भन्छ, 6लाई भन्छ रोकु, 1000लाई सेन, रोकु सेन भनेपछि 6000। अब 7लाई के भन्छ नाना चिची होइन, नाना, अनि 1000लाई चाहिँ सेन, नाना सेन भनेपछि 7000। 8000 अलिकति फरक छ। 8000 चाहिँ अघि लेखेको थियो नि हामीले हाप्याकु, त्यस्तै हा, हाचीको हा, अनि सानो चु, अनि 1000लाई के भन्छ सेन। अब यो चाहिँ के हुने भयो, यो सानो चु चाहिँ आयो भने आफूभन्दा पछाडिको शब्दको आधा भन्छ नि, यो भयो आधा हास्यन। अनि 9000, 9लाई के भन्छ क्यु, अनि 1000लाई के भन्छ सेन, क्यु सेन। 10000, अनि 10000, 1 10 100 1000 10000, 10000लाई चाहिँ के भन्छ भने मान, सबैभन्दा ठुलो नोट 10000को हुन्छ नि त जापानमा, त्यही भएर त्यसलाई मान्ने भएको भएर के भयो, 10000लाई भन्ने भयो मान। अब 10000लाई अब लाखसम्म लेख्न सिकौँ है त, यो मेट्यो है। अब 100 1000, 10000लाई के भन्ने भयो त मान होइन। 20000लाई के भन्ने भयो त 20लाई के 2लाई के भन्ने भयो नि, अनि 20000लाई 10000लाई मान, नि मान भनेको 20000, दुईटा 10000 के भयो त 20000 भयो नि त। अब 30000लाई चाहिँ सान मान होइन। अनि 40000लाई चाहिँ भन्ने भयो 4लाई के हुन्छ योन, योन मान। 50000लाई चाहिँ के भन्ने भयो गोमान, 5लाई गो भन्छ नि त, 50000लाई चाहिँ गोमान। 60000लाई 6लाई के भन्छ रोकु मान, रोकु मान। 70000, 7लाई के भन्छ त नाना भन्छ नि त, नाना मान, नाना मान। 7 वटा 10000 कति भयो त 70000। अब 80000, 8 वटा 10000 होइन, 8 वटा 10000लाई के भन्छ हाची मान, हाची मान भन्ने भयो होइन। अनि 90000, 90000लाई चाहिँ के भन्ने भयो, 9लाई भन्छ क्यु, 9 वटा मान हुन्छ, 9 मान, क्यु मान। अनि 1 लाख, 1 लाखलाई चाहिँ 10,000 लाख, 1 लाखलाई चाहिँ के भन्ने भयो त, 1 लाखमा कतिवटा 10,000 हुन्छ, 10 वटा हुन्छ नि त, 10लाई के भन्छ जिउ, जिउ मान,
10,000लाई इचीमान, 20,000लाई निमान, 30,000लाई सानमान, 40,000लाई योनमान, 5,000लाई 50,000लाई गोमान, 60,000लाई रोकुमान, 70,000लाई नानामान, 80,000लाई हाचीमान, 90,000लाई क्युमान, 1,00,000लाई चाहिँ जिउमान। 2,00,000लाई चाहिँ 2,00,000मा कतिवटा 10,000 हुन्छ? 20वटा 10,000 हुन्छ नि त। निज्युमान, निज्युमान। ल अब यतिसम्म जानेपछि चाहिँ हामीले गन्न पनि सिक्यो। अब लाखौं लाखसम्म हामीले गन्न सिक्यो है। अब एकचोटि हिसाब गरी हेरौँ न यसरी। जस्तै 1,50,560 रुपियाँ छ हैन, 60 एन है। अब यसलाई हिसाब गरी हेरौँ। 1,00,000मा कतिवटा 10,000 हुन्छ? 10वटा हैन। 1,50,000मा 15वटा मान हुन्छ, 15वटा 10,000 हुन्छ। त्यसो भएपछि के भयो त्यसलाई? 15वटा 10,000लाई के भन्ने भयो? 1,50,000लाई ज्युगोमान, ज्युगोमान 15वटा 10,000 1,50,000 भयो। अब 500लाई के भन्छ? गो ह्याको, 60लाई रोकु ज्यू, अलिकति भएन, रोकु ज्यू एन। ल कुरा बुझ्नुभयो? अब 2,20,220 लेखौँ न। 2,02,220 लेख्नलाई 2,20,000मा कतिवटा मान हुन्छ? कतिवटा 10,000 हुन्छ? 22वटा। 22लाई के भन्छ? निज्यू नि, निज्यू नि मान हैन, 22 मान। अनि 220 नि ह्याकु, 200लाई के भन्छ? नि ह्याकु, 20लाई के भन्छ? निज्यू। ल यसरी गरेपछि अब हामीले पैसाहरू पनि लेख्न सिक्यो, अङ्कहरू अब हामीले लाखौं लाखसम्म लेख्न सिक्यो। अब त्यसपछि सिक्यौँ फोन नम्बरहरू लेख्न है। फोन नम्बर लेख्नलाई चाहिँ जस्तै कि मेरो यो नम्बर 0 ल यो फोन नम्बर लेख्न सिकौँ है त। यो फोन नम्बरलाई चाहिँ कसरी लेख्ने त? यो चाहिँ एउटा एउटा नम्बर गरी लेख्ने। जस्तै 0लाई भन्ने भयो 0, 8लाई हाची, फेरि 0, 0, 0 हाची 0, 9लाई के भन्छ? क्यू। फोन नम्बर भन्ने स्टाइल चाहिँ यो क्यू 0, अनि फेरि के छ? रोको 9। अब 9लाई के भन्छ? फेरि क्यू, अनि 4लाई के भन्छ? योन, 5लाई भन्छ गो, 2लाई भन्छ नि, 3लाई भन्छ सान। अब यो भन्दाखेरि चाहिँ 0 हाची 0, क्यू 0, रोकु क्यू, योन गो, निसान। फोन नम्बर भन्ने चाहिँ यसरी। अब हामीले नम्बर पनि सबै पढेर सकियो। आजको भिडियो चाहिँ यति नै। अब अर्को भिडियो पनि म फेरि छिट्टै नै लिएर आउने छु। आज चाहिँ मैले शनिबार हाल्ने भनेको भिडियो अब आइतबार हालेँ, यसको लागि चाहिँ क्षमा प्रार्थी छु। अर्को भिडियो चाहिँ म शनिबार हाल्छु। हाम्रो भिडियो चाहिँ मन पर्यो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त। बाई बाई, सायोनारा।